कारण कारण करुणा करुणालय भक्तवांछा कल्पतरु तरित विनंती पीतांबर धारी पूर्ण परब्रह्म परमात्मा परम प्रभु श्री हरि का सुमन कुंभा परम पूजनीय परम वंदनीय सद्गुरुदेव परम पूज्य रामगुरु के प्रसाद गौतम जी को असली कृपा प्रसाद र तपाईं हामी जसलाई आफ्ना पूर्वज बनाएर यस धरा धाममा यस भूमिमा हामी अवतरित हुन पायौं ती सबै पूर्वजहरूको चरणमा स्मृति गर्दै यति बेला सिग्देल पूर्ववंशमा जन्मिन पाएकोले गर्व महसुस गर्दै यहाँहरू सबैलाई हरि शरणको अहिलेलाई अनन्त ज्ञान बस्छ हरि शरण हामी यही भेगमा जस्तै पनि हामी सिग्देलहरू हाम्रो पूर्वज हजुरबाहरू हुनुहुन्थ्यो यही भेगमा हुने बन्धुहरूको यहाँ आज कुल पूजा हुँदैछ हामी योभन्दा अगाडि दहचोक जाने गरेका थियौँ ठुलो आँट गर्नुभयो एकपटकको मिटिङमा होइन मैले नगर्नु भनेको यस यहाँहरू पनि दुई चार घर मात्रै हुनुहुन्छ सानोदेखि सानोदेखि लिएर ठुलोभन्दा ठुलो जे समस्या आउँछ त्यो कसैको काम नआउँछ कि होइन हामी हुन्छ घर छ व्यवहार छ होइन घर सबैको अब पूर्वजको कुरा गर्नु परेको छ कुलको कुरालाई धान्नु परेको छ संस्कार चाहिएको छ संस्कृति चाहिएको छ यो कुरा राम्रो पक्ष हो तर यहाँ गर्ने कुरालाई कुर्सी त झिकै नै हुन्छ भन्दाखेरि गाह्रो हुन्छ भन्ने हिसाबले मैले त नगरौँ भन्ने सल्लाह दिएँ अब हाम्रो हजुरबा यता जुम्बुवा अनि यता राम्रो सद्गुरुवा होइन बाबु नातिले त्यसो भन्दा कहाँ हुन्छ तपाईँले गर्नुहुन्छ भने हामीले सुरु गर्न आएको हामीले टाढामा तर आज जे देख्न पाइरहेको छ यसमा गर्व छ है आज जे देख्न पाइरहेको छ तिमी यहाँ हजुरबाले साथ दिनुको यसमा यो देख्न पाउँदा गर्व छ यतिखेर भन्न मन पनि लाग्छ मैले यसो विचार गरेको सिग्देल वंशमा यो सिग्देल कुलमा सिग्देल घर भएकाहरू सबै क्षेत्रमा राम्रै हुँदो रहेछ है पण्डित सोमनाथ सिग्देल होइन यता चन्द्रमणि हजुरबा जसलाई लोकले भन्दै भनेर जान्न पायो होइन त्यस्ताको नजिक त्यस्ताको कुलमा अनि जीवित रहँदैखेरि पूर्वमा थापामा आनन्ददायी हुनुहुन्थ्यो आनन्द सिग्देल होइन अहिले भागवतको मूर्धन्य विद्वान हुनुहुन्छ फणिनारायण सिग्देल भन्ने यता नवलपरासीमा 2071 सालमा भागवत पाठ गर्न म गएको गैँडाकोटमा म भागवत हेरेर पाठ गर्ने उहाँ मभन्दा पछाडि बसेर पाठ गर्छु म हेरेर पढ्नेवाला अशुद्ध पढ्थेँ उहाँले शुद्ध पढ्नु भागवत पुरै पढ्नु हेर्नुहोस् न भने भागवत पढ्नेको निम्ति त्योभन्दा गर्वको कुरा के हुन्छ फणिनारायण सिग्देल है अब यतिखेर राष्ट्रमा पनि हुनुहुन्छ हाम्रो के अरे आर्मीको अहिले प्रधान सेनापति अशोकराज सिग्देल होइन अब त्यो सँगसँगै अहिले अब यो दलगत नेपाल छ हाम्रो दलमा पनि एमाले काङ्ग्रेस माओवादी राप्रपा अनि अहिलेको राष्ट्रमा पनि एउटा सिग्देल भनेर सबैतिर हाम्रा मान्छेहरू छन् तर यति भइकन पनि एउटा गर्वको विषयको कुरा के छ भने आजसम्म बदनामी कसैले गरेको छैन है हाम्रो पूर्वजको हाम्रो कुलको त्यतिसम्म आशीर्वादले सिग्देल त्यस कारण पनि मलाई सिग्देल भएकोमा गर्व महसुस गर्छु त्यसै गरी हाम्रो आमाहरू होइन हाम्रो भाउजूहरू हाम्रो बुहारीहरू हाम्रा भाइ हाम्रा छोरा हाम्रा भतिजा सबैले हामी सिग्देल भएकोमा गर्व गर्नुपर्छ मैले यस अर्थमा भनेको कि कतिपय सिग्देलहरूले शर्मा लेखा पाइयो होइन हामी सिग्देल हुँदाहुँदै किन शर्मा लेख्ने भोलि सिग्देल आउँछ तपाईँको घरमा त्यस कारण लेख्नु हुँदैन हामीले शर्मा कसैले जोशी लेखा देखिन्छ होइन हामी सिग्देल हो हामीले सिग्देलै लेख्नुपर्छ हामीले गर्व गर्नुपर्छ हामी सिग्देल हौँ कतै कतै त्यस्तो तपाईँले जानेका बुझेका भाइ बन्धुमा त्यस्तो भएको छ भने हेर्नु ताप्लेजुङबाट झापा झर्ने धेरै बन्धुहरूको सिग्देल थोरै भएको हुनाले त्यहाँ कोडल लेख्ने चलन भएको छ अहिले उहाँहरू सिग्देल लेख्ने कोसिसमा हुनुहुन्छ होइन बाबुको लेख्यो छोराको लेख्यो अब नातिमा आएपछि मात्रै तपाईँले त्यसलाई सच्याउनु भएन र छोराको नाम पनि तपाईँको शर्मा अथवा पौडेल अथवा जोशी भयो भने त्यो सचिनलाई तपाईँले एक पुस्ता खोज्नुपर्छ जुन कि तपाईँ रहनु भएन भनेदेखि त्यो सिग्देल हराउन पनि सक्छ त्यस कारण त्यसलाई बचाउनका निम्ति हामीले गर्व गर्नुपर्छ हामी सिग्देल हौँ र हामी यति धेरै सिग्देलहरू यो भूमिमा जन्म भइरहँदाखेरि एकपटक मलाई हाम्रो यहाँ जनार्दन अङ्कलले झन्डै यो 73-74 सालको कुरा हो जनार्दन अङ्कलले मलाई म बसेकै ठाउँमा गएर बाबु 7 दिनको भागवत तपाईँले म भएर पढ्नु पर्यो भन्नुभएको थियो
मैले हुन्छ अङ्कल भनेको थिएँ, तर मेरो एउटा विदेश जानुपर्ने यही बेलामा जानुपर्ने भएको हुनाले म कुलकुला एक हप्ता अगाडि चाहिँ अब उहाँ पनि एक्लै हुनुभयो, के भयो कसो भयो, अब त्यतिखेर त्यो कार्यक्रम हुन सकेन होइन। अब अहिले पनि एक दुईजना सिभिल बन्धुहरूले मलाई यहाँ यस्तो गर्न पाए, के गर्न पाए होइन, हामीले के गरेर सहयोग गरिदिन पाए, के गर्न पाए हुन्छ भन्ने एक दुईजनाले मलाई कानमा सुनाउनुहुन्छ। यसै गरौँ त भन्न आग्रह म पनि सक्दिनँ, तपाईँले पनि सक्नुहुन्न एक्लै, तर हामी सबैजना यहीँ छौँ। के गर्ने गर्न सकिन्छ भने यहाँ गरौँ। के गर्न सकिन्छ? 7 दिनको भागवत गर्न सकिन्छ कि 7 दिनको कीर्तन गर्न सकिन्छ कि होइन, के गर्न सकिन्छ? साप्ताहिक एउटा हाम्रो मनमा उब्जेको कुरा हुनाले होइन, के गर्न सकिन्छ? 7 दिनसम्म यहीँ बसेर यहीँ भुजा पकाएर यहीँ खाएर सत्सङ्ग गर्न सकिन्छ, सत्सङ्ग गरौँ होइन, कीर्तन गर्न सकिन्छ, कीर्तन गरौँ, भागवत गर्न सकिन्छ, भागवत गरौँ। यो मेरो प्रस्ताव हो है। होइन बुवाहरूले गरेको निर्णयमा मैले त्यो काट्नै मिल्दैन होइन। अहिले के छ भने राजघाटबाट पनि धेरै परिवार आउनु भएको छ, मिलनचोकबाट आउनु भएको छ होइन। फेरि हामी तपाईँहरू आउनुभयो भने हामी गर्दैनौँ नि फेरि। यो पक्का वचन हो है, केदार दाई, गुरु दाई, हाम्रो के अरे हाम्रो हेमनाथ दाई होइन, अनि हाम्रो माल भाइ झ्याप्पो मोटो मान्छेले बिहान झ्याप्पै गोडामा ढोग्यो, म त के हो के फर्काउनु पर्ने भने त्यो भाइले बनिरहेछ होइन। है केदार दाई तपाईँहरू आएर बस्दिन पर्छ, यहाँ गर्नुपर्ने कुरा हामी गर्छौँ होइन, यहाँ गर्ने कुरा हामी गर्छौँ, तपाईँ आएर बस्नुपर्छ है दाइ, तपाईँहरू हुनुपर्छ। तपाईँहरू भएन भने त्यो कार्यक्रम हुँदैन, तपाईँहरू भएन भने हुँदैन। अनि हाम्रो भाउजू बुहारीहरू पनि आइदिनुपर्छ होइन। मेरो यो मैले यो किन भनेदेखि आज सुन्नुहोस् है, अब हामी त सुरु गरौँ, मेरो दुईवटा मात्रै कुराहरू छ, म धेरै कुराहरू नै गर्न सक्दिनँ। आज म जहाँ छु मेरो पूर्वजको आशीर्वाद है। आज मलाई जति मान्छेले चिन्छन् मेरो पूर्वज, मेरो कुलको आशीर्वादले मलाई चिन्छ। त्यसकारण आजसम्म कुलको आशीर्वाद शिरमा छ हो। कुलको आशीर्वाद शिरमै भएको बेलामा हामीले सत्कर्म गर्ने हो। पछि कुलबाट आशीर्वाद प्राप्त भएन भने जति गर्छु भने पनि केही लाग्दैन, बालुवामा बिच छाडेर जस्तो हुन्छ। त्यसकारण यो समय भनेको हामी सबै भाइहरू जम्मा हुने बेला, जम्मा हुन सक्ने पनि बेला, एकअर्काले थोरै धेरै नभए पनि थोरै मात्रामा यो पनि हाम्रो सिद्धि भयो। अनुहारले त चिन्ने मौका पाइयो नि त, मलाई नाम थाहा नहोला, कसको छोरो भन्ने थाहा नहोला, कसको बुहारी भन्ने थाहा नपाइएला, नाति थाहा नहोला होइन। अनुहार हेर्दाखेरि सिद्धो हो भने अनुहार त आउँछ होइन, त्यति भएपछि चिनिन्छ नि त हो। यति हामी अनुहार चिनेका बेलामा हामीले यो काम गर्नुपर्छ। अब सबलाई काभ्रेभन्दा बाहिर गएर बस्नुभएको हाम्रो आमालाई हाम्रो त आउनु भएको छ होइन। उहाँहरू हाम्रो गोविन्द दाई हुनुभयो, उहाँको छोरा ध्रुव हुनुभयो होइन, उहाँको छोरा सन्तोष भाइ बाबु भयो। यहाँहरू तपाईँहरू सबैजनाको साथ सहयोग हुने हुँदाखेरि यो कर्म हुन्छ। गुरुको आशीर्वाद नरहेकन, पितृको आशीर्वाद नरहेकन तपाईँ हामीले जति पात्रा मारेको केही हुनेवाला छैन होइन। यो अनुभव हो, मैले अनुभव सुनाएको है, केही हुनेवाला छैन। पितृले दिए पाइन्छ होइन, पितृले दिने देवताले हर्ने हुन्छन्। त्यसकारण आफ्नो कुल, आफ्नो वंश, हाम्रो परम्परामा हामीलाई अभाग्य भएछ त हामीले भागवत पढ्न सक्ने, मुक्तिको मार्गलाई अँगाल्न पाउने त्यस्तो मार्गमा हामी लागेका छौँ होइन। हाम्रो सात्विक पूजन हुन्छ, त्यसमा हामीले गर्व गर्नुपर्छ। भलै कसैको भान्सामा सात्विक नहुन पनि सक्छ, त्यसलाई थोरै राख्नु होइन। कुनै दिन समय काल परिस्थिति सबै कुराले त्यो कुराको जानकारी लियो भने त्यो पनि भोलि नै सात्विक बनिदिन्छ, शाकाहारी बनिदिन्छ। त्यो पनि धेरै परको विषयको कुरा छैन होइन। अज्ञान भइन्जेल त हो नि, जुन दिन ज्ञान हुन्छ त्यो दिन कहाँ बाल्यकालमा हामीले दिशामा फेरि आइदिएर पछाडि दिशामा चाहिँ आइदिएर आज सकिन्छ भन्नुहोस् त, सकिन्छ र सकिँदैन? किन? ज्ञान आयो। अब ज्ञान हो त्यो पनि के हो, जुन दिन ज्ञान हुन्छ त्यो दिन त्यो कुरा हातेर जान्छ। जुन दिन के अरे प्रकाश हुन्छ त्यो दिन के हुन्छ, अन्धकार स्वतः नाचेर जान्छ। त्यसमा दुई मत छैन। आज जति पनि हाम्रो बन्धुहरू जुन जुन स्थानबाट आउनुभयो होइन, काठमाडौँमा बस्नेहरू पनि आइदिनुभयो, सर्लाहीहरूले पनि आउनुभयो, आन्द्रादेखि पनि आउनुभयो, सबै बन्धुहरूमा मेरो सबैले प्रेम प्रणाम छ। यहाँहरूलाई भगवान् श्रीहरिको कृपा प्रसाद बनिरहोस् सबैप्रति। र हाम्रो यो भूमि भनेको हरिनाम सङ्कीर्तनको भूमि है। आज जति पनि ठाउँमा कीर्तन पुगेको छ यहीँबाट पुगेको
है। त्यस्तो कुलमा त्यो वंशमा हामीले आदरणीय चन्द्रमणि हजुरबालाई पायौँ। उहाँका सन्ततिहरू, उहाँकै भाइ, उहाँकै छोरा, उहाँकै परिवारकै साथमा हामीले आजसम्म यो कर्म गर्न पाएका छौँ। यो वंशको निरन्तरता, यो कुलको निरन्तरता, यहाँकै छत्र छायामा रहेर यो कर्म प्रतिवर्ष गर्न पाइराखौँ हामीले होइन। दर सन्तानमा यो अगाडि बढ्दै जाओस् भन्ने शुभभाव म प्रकट गर्दछु। आज जसले लाखपति बाल्नुभयो, यहाँ दुई परिवारले पाल्नुभयो, रामप्रसाद सिग्देलले लक्ष्यवर्तिका गर्नुभयो, बालकुमारी आमाको नाम कुलदेवताको नाममा गर्नुभयो, लोकनाथ सिग्देलले पितृ उद्धारको निम्ति 3000 दिनुभयो। आज जय होस्, कल्याण होस्, ताली पिटाउँ त सबैले एकचोटि उहाँलाई। सिग्देल गलैँचा स्कुलको सफलताको लागि माधव प्रसाद सिग्देलले 5100 प्रदान गर्नु, उहाँलाई पनि जोरदार तालीले सम्मान गरौँ। नजिमा प्रसाद सिग्देलको नातिनी जन्मी यसपालि एउटा मानव प्रदान गर्नुभयो, उहाँलाई पनि जोरदार तालीले सम्मान गरौँ। हेमनाथ सिग्देल सर्लाहीबाट सिन्धुली हेमपाई उद्योगको तर्फबाट 2000 प्रदान गर्नुभयो, उहाँलाई पनि जोरदार तालीले सम्मान गरौँ। लोकनाथ सिग्देलले सेतुबा बुवाको निम्ति पितृ उद्धारको कामना सहित उहाँले 3000 प्रदान गर्नुभयो होइन। हामी सबैलाई उहाँहरू सहित हामीलाई पनि भाष्यते सर्ववेदेषु गीयते नारदादिनी वदन्ति त्रिषु लोकेषु तरन्ति भवसागरे है।